लोकेसन हालेछ गङ्गापुर चोकको मान्छे चाहिँ यहाँ बसिरहेछ भने चाहिँ खोइ कता हो त छैन त हरायो क्या बस पार्क हाम्रो सामान पनि हो जान्छ त अट्छ बालाजीको लागि सानेपाबाट अर्को राइड यसो भेटिरहेको छ चलो मेरो सरलाई हो है सरलाई तराई माथि बालाजी माथि धेरै बोल्ने लोकले चेपेको रहेछ कुन राजाको सवारी हो फेरि यता पछाडि हेर्नु नि मान्छे एक ठाउँको लोकेसन हाल्छ अर्को ठाउँ हुन्छ मान्छे एक त खोज्न गाह्रो हुन्छ इन्टरनेटमा फेरि एक्ज्याक्ट लोकेसन आउँदैन हजुर हो नागपोखरी तपाईँले त्यहाँ पछाडिबाट लोकेसन हालेर गर्नुभएको थियो क्यारे होइन त्यही भएर त्यहाँको हामीले चाहिँ हेर्नै मिल्दैन कि जहाँबाट त्यो रिक्वेस्ट गर्नुभयो त्यहीसम्म मात्रै देखाउँछ कि अनि मान्छे म फेरि ठ्याक्क एउटा गाडी चाहिँ त्यसको पछाडिबाट क्रस गरेको सेतो पुल बाटो हो कि गाईको गोठ हो युएस एम्बेसी होइन अब बिहेको लगानै लगान्छ जता पनि त्यसले गर्दा जामै जाम हुन्छ धन्यवाद कस्ता कस्ता मान्छेहरू भेट हुन्छ भन्दै एक ठाउँको लोकेसन हालेर एक ठाउँ मान्छे छ त्यो माथि पनि अरूको लागि बुक गरिदिएको भन्छ लोकेसन मिस्टेक हालेर गर्छ मान्छे खोज्दा खोज्दा हैरान हुन्छ कौन है कहाँ से आते हैं इन्डियामा पहिलाभन्दा धेरै रेट घटिसक्यो हामी पहिला त 30 रुपियाँ 35 रुपियाँ पर किलोमिटरको हिसाबले आउँथ्यो भने अहिले चाहिँ 20 रुपियाँ धेरै आयो भने 20 रुपियाँ 15 रुपियाँ पर किलोमिटरको हिसाबले आउँछ यो पनि राइडरहरूले छोड्दैन रिक्वेस्ट हेर्न पाउँदैन उठाएर हिँड्नु सक्यो यताबाट जाउँ न यताबाट हो ल ल ल 1000 बोकेर हिँड्नेछ त ब्रोदर ए पैसा त चाल रहेछ त घरलाई 1000 रुपियाँ अचम्म लाग्छ है कहिलेकाहीँ सबैले एउटै प्रश्न गर्छन् भने दाइ पठाउ गरेर कति पैसा कमाउनुहुन्छ महिनाको भनेर भन्छ पैसा त दर कमाउनुहुन्छ होला नि भन्छ अरे पैसा त कमाइन्छ नि कुन चाहिँ काममा पैसा छैन र जस्तोसुकै काम गरे पनि पैसा त छ नि तर दुःख गर्नु पर्यो सबैलाई आफ्नो काम सजिलो लाग्छ तर दुखाइ के हो पीडा के हो भोकाइ के हो त्यो गर्नेलाई मात्रै थाहा हुन्छ अब हेर्दा त बाइक चलाएर पैसा कमाइरहेछ भन्ने हुन्छ नि गाह्रो छ नि रोडमा गाडी चलाउन कम गाह्रो छ झन् काठमाडौँ जस्तो ठाउँमा ट्राफिक जाम त्यस्तै हुन्छ धुवा धुलो घाम पानी हावा नभनिकन गर्नुपर्छ अझ हामीलाई भन्दा त ट्राफिकलाई कति गाह्रो होला हामीले हेर्दा ट्राफिकले सिटी बजाऊ सिटी एउटा बजाएको भरमा इसारा दिएको भरमा पैसा कमाइरहेछ भन्ने हुन्छ तर पीडा के हो दुःख के हो घाम पानी तातो हावा पानी नभने दिनरात खटेर काम गर्नुपर्छ उहाँहरूको दुःख उहाँहरूलाई थाहा हुन्छ हामीलाई थाहा हुँदैन सो त्यही नै हो काम सबै बराबर हुन्छ सबैलाई थाहा आफ्नो काम राम्रै लाग्छ